फर्स्ट टाइम हो यो हाम्रो च्यालेन्ज दाइलाई चाहिँ यो चाहिँ हेलो गाइज आज चाहिँ पुरै हाम्रो पानीपुरी च्यालेन्ज छ अनि विनरलाई चाहिँ यो चाहिँ यो पुरै एउटा हात्ती छ अनि यहाँ हाम्रो पानीपुरी छ यो विनरलाई चाहिँ यो छ अनि पानीपुरी हाम्रो यता छ है देखा नि त पनि त्यो हात्ती चाहिँ अब कसले लाने हो पुरै पानीपुरी चाहिँ यहाँ छ है पुरै लोकल हो हाम्रो 1 वटा छ है 15 वटा छ यहाँ टोटल छ क्या जसले चाहिँ छ त्यो विनरलाई चाहिँ यहाँ छ है पुरै 1000 छ अनि यहाँ पुरै हाम्रो 15 वटा छ फर्स्ट टाइम हो यो हाम्रो च्यालेन्ज दाजुभाइको के अरे दाजु बहिनीको अनि उसको पनि च्यानल छ मैले डिस्क्रिप्सनमा हालेको छु है उसको पुरै हुन्छ यो यसलाई चाहिँ अब अहिले यहाँ राखौँ टेबलमा राखौँ होइन अब कसले जित्छ त्यसले हुनेछ स्टार्ट 1 2 3 स्टार्ट भनेपछि चाहिँ यहाँ पुरै हाम्रो पानी छ है यहाँ चाहिँ पुरै छ है अहिले चाहिँ टेबलमा राख्नु अनि हाम्रो के रे टेबलमा छ थोरै केही कारणले नमिलेको भएर हाम्रो चाहिँ खासै त्यो सेटअपहरू नभएर फर्स्टवटी चाहिँ यस्तै छ अब नेक्स्ट टाइम देखि चाहिँ राम्रो हुन्छ गाइस भगवानको हुँदा छ विनरलाई मैले देखाइसकेँ नि त अहिले गर्मी पनि धेरै छ त्यही भएर जसले जित्छ त्यसले चाहिँ यसरी हम्काउँछ यसले हुन्छ अब 1 2 3 स्टार्ट भनेपछि मात्र हुन्छ है हाम्रो च्यालेन्ज सुरु हुन्छ पुरै छ है अब 1 2 3 स्टार्ट ल है पुरै चपाउनु पर्छ नि त एकदमै मिठो छ है मैले बनाएकै गाइस पिएको चाहिँ अलिक बढी नै छिरेछ है म चपाएको मात्र हुने है बढी धुलो खोर्सानी छिरेको छ है त्यही भएर अलिकति झोलमा अलिकति समस्या आयो गर्मी पनि तर्नै छ त्यही माथि बिगले मेरो पसिना निकालिसक्यो चपायो चाउनु पर्यो निल्दै देखाउने आएको हेर्न सक्नुहुन्छ है पुरै मेरो चाहिँ सकिसक्यो है जे होस् त्यति धेरै हार्डले बानी छैन क्या मेरो अनि गर्मी पनि तान्ने थियो पसिना के पसिना मेहनत अनुसारको फल आइसक्यो है यहाँ मेरो कस्तो लागेको छ तिमीलाई अब हारेको छ होइन दाइसँग यो हात्ती देख्दा केही भइरहेछ गेम हो यो त आज मलाई के पिरो भइरहेछ पिरो चाहिँ अलिकति बढी थियो क्या त्यही भएर यहाँ मेरो पसिना निस्किसक्यो नि देख्न सक्नुहुन्छ त्यही पनि यो पसिनालाई त्यसले यस्तो हम्काएपछि अब तिमीलाई त अलिकति गर्मी हुनै भयो होइन बहिनी अब यहाँ दाइको चाहिँ अलिकति हावा खान्छौ कि है अलिकति
शीतल हुन्छ गाइस लास्ट चाहिँ पिरो आज मलाई किन पिरो भयो सर मेरो च्यानलमा नभएर होला उसको च्यानलै मैले मेन्सन गरेको छु है पुरा हेर्न सक्नुहुन्छ मैले टाइटलमा गाइस 2 सेकेन्ड खाइदिन्थे सर हेर्न मलाई चाहिँ शीतलै भइरहेको छ अति पिरो भयो हात्ती सन्त हात्ती त्यही माथि गर्मी अलिकति हावा खाउनु भयो नि अब गाउँको फ्यानै हो है अब के गर्नु थियो के गर्नु अब देखिसक्नु होला पुरै मैले म दिन्छु तपाईँ प्राइस वितरण प्राइस चाहिँ हुन गइरहेको छ गर्मी के गर्मी पुरै तर जे होस् मलाई त्यति गर्मी महसुस भइरहेको छैन कि किनभने हात्ती आइसक्यो है यता दाइलाई हम्काएन अब होइन अलिकति हम्काइदियो त यता हम्काएन यहाँ ले न छिटो यस्तो हुन्छ क्या त्यही भएर जितिसक्यो होइन रुपियाँ 1000 अब केही समयपछि है केही समयपछि कन्टिन्यू बस्नु होला च्यानलमा हाम्रो करेन्ट च्यालेन्ज पनि हुन्छ आजको च्यालेन्जमा पानीपुरी च्यालेन्जमा चाहिँ मैले 1000 रुपियाँ जितिसकेँ है अलिकति गर्मी छ अब जिउस गर्मी पनि मिटिसक्यो हुन्छ यहाँसम्म हेरिदिनु भयो सबैलाई थ्याङ्क यू फर वाचिङ अझै पनि यस्तै च्यालेन्जहरू आउँछ भ्लग आउँछ कन्टिन्यू च्यानलमा बस्नु होला अनि उसको च्यानल पनि मैले मेन्सन गरेको छु मेरो डिस्क्रिप्सनमा मेरी अञ्जली छ पुरै मैले टाइटलमै मेन्सन गरेको छु है टाइटलमा अनि डिस्क्रिप्सनमा अनि उसको सबै पुरै उसको चाहिँ अलिकति के यो के अरे के भन्छ यसलाई अलिकति छ कि उसको टिकटकमा पनि ऊ अलिकति भइरहेको छ मिलियन सब्सक्राइबर छ के अरे फलोवर्स छ त्यही भएर उसको अलिकति आवाज चाहिँ अलिकति धेरै छ त्यही भएर हुन्छ आजको च्यालेन्ज यति हो मैले 1000 रुपियाँ जितिसकेँ अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ थ्याङ्क यू फर वाचिङ नेक्स्ट भिडियो करेन्ट च्यालेन्ज त मेरो युट्युब च्यानलमा आउनेछ सबजना त्यो भिडियो हेर्नको लागि चाहिँ प्लिज मेरी अञ्जली च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै आजको मेरो दाइ विनर हुनुभएको छ र 1000 रुपियाँ चाहिँ म वितरण गर्न चाहन्छु र यो चाहिँ म बोकेर जान चाहन्छु